तपाईँले सुन्नुभएको होला बर्दियामा रेल चल्थ्यो अरे, बर्दियामा रेल चल्थ्यो अरे। अनि बर्दियामा एक समयमा चाहिँ रेल चल्थ्यो अरे नि त, धेरै पहिले भने सुन्नुभएको होला। अनि केही वर्ष अघिसम्म पनि बर्दियामा चाहिँ रेलको लिकहरू थियो कि। यहाँको स्थानीयहरूसँग कुरा गर्दाखेरि धेरैजनाहरूले यहाँ चाहिँ बसन्तातिरको जङ्गलमा प्लस यतातिर ढुङ्ग्रावातिर चाहिँ रेलको लिक नै थियो कि केही समय अगाडिसम्म पनि। अहिले चाहिँ छैन। तर यदि तपाईँलाई इन्ट्रेस्ट छ कि कहाँ चल्थ्यो त बर्दियामा चाहिँ रेल, साँच्चै केही न केही त त्यसको बाटो होला नि त भन्दाखेरि ल म तपाईँलाई देखाउन जाँदैछु। म ठ्याक्कै त्यही ठाउँमा अहिले खडा छु जहाँ चाहिँ कुनै समय रेल चल्थ्यो र यसको इतिहासको बारेमा छोटो तपाईँलाई म जानकारी पनि दिन्छु। यही हो अरे कि यो अग्लो ठाउँ छ यहाँनिर होइन। यो चाहिँ ढुङ्ग्रावाको जङ्गल पऱ्यो, यहाँ काठ खुलेको छ। अहिले चाहिँ सालको काठहरू खुलेको हुनाले हामी यहाँ ठ्याक्कै छौँ। यहाँनिर चाहिँ यो बेलुवादेखि लिएर बेलुवा चोकदेखि माछाड चोकदेखि लिएर यता भुरी गाउँ जाने बाटो चाहिँ यो पर्यो, हाइवे नजिकै छ यहाँनिर। र यहीँबाट तपाईँले हेर्नुभयो भने नजिकै यो चाहिँ जो छ अग्लो भाग, यतापट्टि अलि होचो छ होइन, अनि यतापट्टि पनि होचो छ। तर यो जो बिचको भाग छ नि, यो चाहिँ रेलको लिक थियो अरे कि यहाँ है। यही ठाउँबाट चाहिँ रेलहरू हिँड्ने गर्थ्यो अरे एक जमानामा। अब यसको इतिहास हेर्दाखेरि चाहिँ कहिले के भयो त भन्दाखेरि जब यो भूभाग चाहिँ यो समय तपाईँलाई थाहै होला होइन। यो चाहिँ फेरि के थियो भने अब एक समयमा यो त इन्डियाको भूभाग थियो, भारतमा पर्थ्यो। ब्रिटिस जुन बेलामा चाहिँ ब्रिटिसहरू इन्डियामा शासन गर्दै थियो त्यो बेलामा त यो इन्डियामा पर्ने भूभाग हो। र उनीहरूले चाहिँ त्यतिखेर जब जङ्गबहादुर राणाले होइन 1857मा इन्डियाको विद्रोह दबाउन सहायता गरे बापत ब्रिटिसहरूले बाँके बर्दिया कैलाली र कञ्चनपुर चाहिँ फिर्ता गरिदिए नेपाललाई दिए। अब यो एक समय चाहिँ बहादुर शाहले जितेको भूमि थियो, त्यसपछि ब्रिटिसहरूले लिएका थिए। फेरि उनीहरूले चाहिँ ल यो भूभाग चाहिँ तिम्रै हो भनेर फिर्ता गरिदिएपछि अनि जङ्गबहादुरले चाहिँ त्यसपछि को पहलमा चाहिँ यहाँनिरबाट विशेष गरी यो क्षेत्र, यो जो वन छ नि, यो वन चाहिँ एकदम राम्रो यहाँनिर सालहरू पाउँछ कि। यहाँको वन भनेको चाहिँ एकदमै राम्रो क्वालिटीवाला साल छ यहाँनिर। र यहाँनिर धेरै राम्रो त्यो प्रकारको अब काठहरू पनि खुलिरहेको हुन्छ। अनि यहाँको काठहरू चाहिँ बेच्ने काम गरे उनले। र अब काठ सप्लाई गर्नको लागि अब भारतमा चाहिँ ब्रिटिसहरूले रेलवे नेटवर्कहरू विस्तार गर्दै थियो। अनि त्यही क्रममा चाहिँ यहाँ पनि रेल नेटवर्क आएको थियो र यहीँबाट सालको काठहरू चाहिँ सप्लाई हुन्थ्यो। त्यसकारण कतिलाई लाग्दाखेरि मान्छे बोक्थ्यो कि क्या हो, यात्रु प्यासेन्जर बोक्नेवाला हो कि क्या हो भन्ने लाग्न सक्छ। त्यो होइन, त्यसै व्यापारको लागि विशेष गरी काठ, तराईको भूभागको काठ, बर्दियाको काठ चाहिँ र एकदम राम्रो। तपाईँ यो ठाउँमा हुनेहरूलाई थाहा छ, एकदम राम्रो यहाँ सालको काठहरू छ। यो सप्लाई गर्नको लागि खोलेको थियो। त्यसपछि पछि गएर चन्द्र शमशेरको पालामा अझै त्यो कामले तीव्रता पायो र चन्द्र शमशेरले चाहिँ सिंहदरबार बनाउनको लागि देशभरिको स्रोत चाहिँ उनले दोहन गरिराखेका थिए। त्यही क्रममा बर्दियाबाट पनि चन्द्र शमशेरले खुबै काठहरू बेचे ब्रिटिस सरकारलाई इन्डियामा, र त्यसबाट नै सिंहदरबार बन्ने काम त्यतिखेरको चाहिँ 50 लाख रुपियाँ लागेको थियो। त्यसमध्येमा चाहिँ यो काठहरू चाहिँ यो भूभागमा पनि एकदम कौडीको भाउमा बेचेका थिए अरे कि है। यहाँको सालको काठहरू चाहिँ इन्डियालाई, ब्रिटिस सरकारलाई। अनि त्यही हो, त्यसैले गर्दाखेरि बर्दियामा कसैले रेल कहिले चलेको थियो के थियो भन्ने कुराको बारेमा इतिहास हेर्दाखेरि चाहिँ कुरो चाहिँ यो हो। र अब यहाँनिर चाहिँ अहिले चाहिँ अब रेलको लिक केही वर्ष अगाडिसम्म पनि थियो अरे, यहाँ सोद्धाखेरि चाहिँ त्यो भन्नुहुन्छ। अहिले चाहिँ त्यस्तो छैन। तर बाटो चाहिँ यही हो अरे कि, रेल चलेको बाटो चाहिँ है। अग्लो ठाउँ छ, अझै पनि हेर्नुभयो यो मान्छे हिँड्ने बाटो होइन, यो अहिले यो चलन चल्तीको बाटो होइन, तर अग्लो छ। यतातिर हेर्नु भने होचो छ, अनि यतापट्टि पनि होचो नै छ, तर यहाँ चाहिँ अग्लो छ। किनकि यो चाहिँ रेलको लिक थियो अरे। यहाँ रेल हिँड्ने बाटो चाहिँ कुनै समयमा यही नै हो भन्ने कुरा चाहिँ आयो। सो त्यस कारण बर्दियामा रेल कहाँ थियो त भन्दाखेरि यही थियो, यहीँबाट चल्थ्यो भन्ने कुरोको बारेमा यसो हामी यहाँ आउँदाखेरि चाहिँ त्यो बुझेपछि मैले तपाईँहरूलाई यसो बताउन चाहिँ मलाई उचित लाग्यो। ल, धन्यवाद छ।